कहाँ गएर आएको बाबु कहाँ गएर गिट्टा लिएर आएको लच गइ आऊ म समात्छु गिट्टा लिएर आएको मैले चिनिहालेँ नि यार पहिलोचोटि खोइ गिट्टा कहाँ साँच्ची हो गिट्टा छ के हो नि नाम बाबुको विकास हो विकास के हो होइन विकास अनि विकास पछाडि के हो भने नाम के पुरै नाम भन त विकास अनि के चेपाङ कहिले गिट्टा हेर्नु त हो के गर्ने यो पकाएर खाने मिठो हुन्छ अनि भात चाहिँ नखाने भात चाहिँ अनि यो भात खाने मान्छेले यो किन खोज्न गएको त जङ्गलमा डर लाग्दैन यस्तो बाटो हिँड्दा बाघहरू आउँछ नि मना त आउँदैन थाहा नै होला बाघ भने होइन थाहा छ बाघ भने थाहा कस्तो हुन्छ टोक्ने बाघ कति ल्याएछ खोइ गिट्टा हेरौँ त ल स्कुल लिएर जानुपर्छ होइन त्यसले खन्ने ओहो खै कति रहेछ बाबुको ल हात काट्दैन बाबु त्यसले खाँदा अनि कसले भएर खाने त यो ए मम्मी तिमी दिदी भएर खाने यति मलाई चाहिँ हाँसो लगाएर आज किनभने ए छ अरू नि खोइ ल सबै देखाइदिन्छु ल तिम्रो ल सबै धेरै छ ल यति हो ल म अरू देखाउँछु ल यही राखेर देखाउँछु ल अझ छ अरे यति रहेछ होइन तिनजनालाई अनि भात चाहिँ छ खानलाई के गर्ने त गर्ने त बाबु चामल तरकारी छ भना ल अनि यो चाहिँ के गरी खाने पोलेर खाने कसरी खाने त आगोमा पोल्ने अनि पाक्छ अनि खाने हो यो स्वेटर कसले दिए नि हो ए ल टन्नै रहेछ मैले चाहिँ ठ्याक्कै चिनिहालेँ है क्या माया लाग्दो यति सानो मान्छे यति खोज्न गएर आमालाई दिदीलाई अनि मलाई हुन्छ भनेर ल राखिदिउँ यति यति हो नि सिद्धो नि अब मैले देखाइदिएँ हेरेँ मैले तिमी भाइरल भए थाहा छ कसरी कसले हेऱ्यो हो कसले हेऱ्यो है कसले बनाइदिएको बाबुलाई भाइरल ल गिट्टा नि आयो ल बाबुको कस्तो यार ल हिँड म बोक्दै लान्छु ल हिँड जाने यति सानो मान्छे ऊ गिट्टा ए होइन मैले चिनिहालेँ या माया लाग्दो रहेछ बाबु ल तिमीलाई भेट्दा कुवा थाहा छ म कहाँबाट आएको थाहा छैन रूपक अङ्कल आयो काठमाडौँबाट यो बाबुको नि गोरो बोल्यो डोराउँदै चितवनसम्म आयो ल यति बेला म चाहिँ यहाँ विकास चेपाङको घर चितवनमा आइपुगेको छु ल जाऊँ ल